कथा अर्जुन र उल्टो घडी पार्ट 1 उल्टो टिकटिक। अर्जुन नामको 9 वर्षको केटा थियो। ऊ धेरै जिज्ञासु र रमाइलो गर्न मन पराउने। एक दिन उसले हजुरबुवाको पुरानो सामान राख्ने कोठामा रमाइलो खोज्दै थियो। एक कुनामा उसले पुरानो धुलो लागेको घडी देख्यो, तर त्यो घडी त उल्टो चलिरहेको थियो। यो कस्तो घडी हो? अर्जुन अचम्ममा पर्यो। उसले त्यो घडी घुमायो अनि अचानक कोठा घुम्न थाल्यो। हावा चले जस्तो भयो र एक झलकमा अर्जुन पुरानो समयको एउटा घरमा पुग्यो। 50 वर्ष अगाडिको घरमा। त्यहाँ एउटा सानो केटा काठको खेलौनासँग खेल्दै थियो। यो त हजुरबुवा। अर्जुन चिच्चायो, तिमी पनि खेल्छौ? सो केटाले भन्यो। अर्जुनले मुस्कान दियो। सायद म साँच्चै समय यात्रा गर्दैछु, उसले बिस्तारै आफैलाई भन्यो।